सेवाकाईको लागि गेस्टहरू आइरहनु भएको छ। भेना मन भेना यता छन्। ल हाम्रो सिन्सिनेरीबाट पुरै गेस्टहरू झना दिदी रायल रिनी ल ल वेलकम वेलकम छ वेलकम छ वेलकम छ एकदम एकदम आम्मा ल जयमिसी 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 प्लिज 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 ल ओ नानाहरू आएको छ ल ल म चाबी माग्छु आपा ल मान्छेहरू आइरहेछ गाडी यस्तो भइरहेको छ आपा मोहन अङ्कल बिजी चाबी माग्न यसलाई कुमारलाई यस्तो भइरहेको छ है हाम्रो डेडिकेसनको सेवाकाईमा जयमसी सबैलाई है हाम्रो घरमा पनि डेडिकेसन सेवाको धमाधम भइरहेको छ। अहिले कार्पेटहरू ओछ्याएर साउन्डहरू सबै मान्छेले मिलाउँदैछ। हाम्रो अङ्कल यहाँ हुनुहुन्छ है सबै इन्डियन नेपाल जस्तै बाहिर निकालेको छौँ हामीले सामानहरू। यहाँ सबै लिभिङ रुम खाली गरेर चाहिँ सबै यहाँ बस्ने जग्गा बनाएको छौँ। साउन्डहरू सबै जोड्दैछ। अब यो रुम पनि खाली गर्नुपर्ने हुन्छ। यहाँ बेडहरू सबै निकालेका छौँ सेवाकाईको लागि। सबै यहाँ बनाएको छौँ हामीले बस्नुको लागि। यता रुमहरूमा पनि यहाँ बस्ने जग्गा ल हाम्रो किचन सेक्सन चाहिँ यता बिहानदेखि काम भइरहेको छ। हाम्रो मेन सेलरोटी पोल्ने हाम्रो बहिनी यहाँ हाम्रो मनु बहिनी यहाँ उहाँले अलिकति सेलरोटी पोलेको देखाइदिनु। यस्तो दामी सेलरोटी पोलेको छ कि त्यो त करे थाप रहेछ रङ नम्बर भएछ नि त खै देखो त अलिकति टक्कै देखाइदिन्छ। हाम्रो अमेरिकामा इन्डिया नेपाल जस्तो सेलरोटी बनिन्छ है। लु काँडे काँडे यस्तो पनि कला छ है हाम्रो बहिनीहरूले बनाएको। बिग्रो छ सालेडहरू फ्रुट सालेडहरू मैले अघि बनाएको छु। यो चाहिँ यहाँनिर काम भइरहेको छ। नाना पनि पुरा बिजी छ अहिले हो। यहाँ हाम्रो सिस्टर पनि गोर्खे अचार यस्तो बनिँदैछ है। हाम्रो सबिना बहिनी नाना यहाँ हुनुहुन्छ है। यस्तो दामी गोर्खे अचार बिस्मिल्लाह आएर पुरै भात दुई जस्तो छ। के चाहिँ नाम चाहिँ गोर्खे अनि त गोर्खे नै होला तर अरिजिनल गोर्खे छ त। आमाहरूले टेन्ट आपाले टेन्ट बनाएको छ यहाँनिर। यस्तो दामी भयो प्रभुको दया। वेदर पनि आज यस्तो दामी। लु चटक्कै घरबारी सबै सामान निकालेका छौँ। गाडी पार्किङको लागि पनि प्रभुले जग्गा दिनुभएको छ यत्रो दामी। यतापट्टि चाहिँ पार्किङको यता एरिया पनि ठुलो भएका छ। ल बडीलाई जयमसी बडीले अरूले जतिले हेरिरहनु भएको छ। यहाँनिर खसी यो पल्लो छिमेकी हाम्रो साह्रो राम्रो छ। यहाँनिर हाम्रो छिमेकी अङ्कलहरू हुनुहुन्छ। छिमेकी अङ्कलले हामीलाई किचन दिनुभएको छ। भेनाले खसी बनाउनु हुँदैछ है। तयारी हुँदैछ हेल्पिङ ह्यान्ड नाना भेना हजुर उता 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 पठाइदिनु भनेर मागिरहेछ के हुँदैछ भनेर क्या नि उता पठाइदिनु लाग्यो नि। ल भेना यता अङ्गले दामी भन्दो रहेछ त हौ। अङ्गले दामी भन्दो रहेछ त। यहाँ ठुलो ज्वाइँले के भन्नुहुँदैछ ल यता अब पाक्यो हाम्रो है आगो ल मैला आगो बाबा यहाँ हुनुहुन्छ। वेदर यस्तो दामी छ है आज हरियाली सबै दामी वेदर छ। ल मान्छेहरू यसरी आएको छ है। गाडी उफ्रिँदैछन् सबै हाम्रो डेडिकेसन सेवामा। प्रभुको जनहरू विभिन्न स्थानबाट आएका छन्।
आगो जेम्सी आम्मा छड्के टोपी फेरि आगोको त मलाई ड्रेसअपै मनपर्छ हौ ल जेम्सी 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 दैले चाहिँ हेर्नुपर्ने छ यो खोला आफ्नो हुँदैन चाहिँ तिम्रो बढाइ गर्न चाहन्छु महिमा होस् तिम्रै सदा मेरा सर्वस्व प्रभु आज म समर्पिछु यो प्रभु बाहिरी कुरालाई हेर्छ So the people see the outside of the house. तर परमेश्वरले चाहिँ भित्र दिपेन अनि बहिनी बबिताको घर कस्तो छ त्यो हेर्नुहुन्छ But God individually sees the house of Dipen and Sister Babita. अनि पहिला दुईजना बुढाबुढीलाई बनाउनु भन्दा अगाडि चाहिँ व्यक्तिगत प्रकारले म तँलाई बनाउँछु बनाउँदैछ So God, before forming both of them, God is saying that I will form them personally first. अनि पहिला बबिता बहिनीले अथवा दिपेन बहिनीले व्यक्तिगत प्रकारले लिनु पर्यो पहिला यो घरभित्र चाहिँ म बनिनु पर्ने रहेछ भनेर So our brother has to first individually decide or they have to think that first I have to be made, I have to be formed in this house personally. कस्तो प्रकारले बनाउनुहुन्छ हामी यर्मियाको किताब 1:10 पाउँछौँ Jeremiah 1:10, how God will form. यर्मियाको किताब 1:10 हामी पाउँछौँ बनाउनु भन्दा प्रभुले चाहिँ रुथलेसली अथवा बिना दया बिना माया उखेल्ने काम भत्काउने काम गर्नुहुन्छ Jeremiah 1:10. हेर उखाल्न भत्काउन नाश गर्न ढालिदिन अनि बनाउन र रोक्न भनी आजको दिन मैले तिमीलाई जाति जातिहरूमाथि राज्य राज्यमाथि नियुक्त गरेको छु See, I have this day set thee over the nations and over the kingdoms to root out, to pull down, to destroy, and to throw down, to build and to plant. सुन्नुहोस् यहाँनिर बनाउने क्रम चाहिँ अन्तिममा आएको छ तर बनाउनु भन्दा अगाडि चाहिँ एकदमै दया बिनाको उखाल्ने भत्काउने जरा टकटक्याउने नाश गर्ने कुराहरू पहिला आएको छ So before building, the building has come in the end, but before that, we can see that root out, pull down, destroy, throw down. अब यहाँ जति पनि कोठामा मान्छेहरू हुनुहुन्छ तपाईँले सम्झिनु भएको होला मैले प्रभु यीशु मसीहलाई ग्रहण गरेँ उहाँको रगतले मेरो पाप क्षमा भयो म क्रिस्चियन भएको छु भनेर सम्झिनु हुँदै होला So maybe the people who are sitting, they might be thinking that I have accepted Lord Jesus Christ as a personal savior. Maybe you are thinking. अनि my sins has been And my taken sins have been forgiven. I am taken washed in care the blood of Jesus. तर त्यसो भन्दैमा उहाँले बनाउन सक्नुहुन्न So if you say, or it doesn't, the God cannot build you if you have that feeling or that emotion. उहाँले भन्नुहुँदैछ बनाउनु भन्दा अगाडि म नाश गर्न पाऊँ भत्काउन पाऊँ उखेल्न पाऊँ भन्नुहुँदैछ So God is, Jesus is saying that before I build you, I want to destroy you, I want to uproot you, I want to pull you down. याद गर्नुहोस् मान्छे जातिको चाहिँ आफ्नो आफ्नो क्षेत्रमा एउटा साथी सङ्गी आफ्नो आफ्नो क्षेत्रमा एउटा लगाउ मान्छेको एउटा डिपली रुटेड जरा हालेर बसेको हुन्छ Own image. अनि आफ्नै समानतामा हाम्रै स्वरूपमा भनेको चाहिँ परमेश्वरको महिमा अथवा परमेश्वरको चरित्रले भरिएको बनाएको थियो When he says that in our own image means he wants to create human in the same glory as God. अनि त्यो भनेको चाहिँ रिसाउनमा ढिलो अनुग्रहकारी माफ दिइहाल्ने लोभ नगर्ने झगडा नगर्ने हरेक प्रकारको परमेश्वरकै स्वभाव भएको आदम र हव्वालाई बनाइएको थियो When God says that in his own image, it means that slow to anger, gracious and humble. That's how God has created Adam and Eve. तर रोमीको किताब 3:23 हामी पाउँछौँ सबैले पाप गरेका छन् अनि परमेश्वरको महिमा रहित अथवा उहाँको सबैलाई आफ्नो घर चाहिँ अदनको बगैँचा जस्तै भएको मनपर्छ So everybody wants their home to be like the Garden of Eden. अनि गार्डन कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामी
58 को यहाँनिर 11 पद पाउँछौँ। So how that garden should be, we can find in 58:11. यो कसरी पढ्नुहोस्? जोडले पढिदिनुहोस्, जोडले। परम प्रभुले तिमीहरूलाई निरन्तर डोर्याउनु हुनेछ, खडेरीमा केमा खडेरीको समयमा तृप्ति पार्नुहुनेछ, हड्डीहरूलाई हष्टपुष्ट पार्नुहुनेछ। अब हेर्नुहोस् है, गार्डन भन्दैछ तिम्रा पानीले सिँचेको बगैँचा झैँ हुनेछौ, सुक्दैन। अब सुन्नुहोस्, अब यहाँ प्रभुले अदनको बगैँचामा जस्तो सुन्दर बगैँचा थियो, दिपेन र बबिता तिमीहरू पनि आफ्नो घर त्यो बगैँचा जस्तै बनाउने, आदम र हवाले पाप गर्नुभन्दा अगाडि कति सुन्दर थियो त्यस्तै बनाउने भनेर सोध्नु हुँदैछ। Now God is asking brother Deepen and sister Babita, will you like to make your home like the Garden of Eden? How Adam and Eve were in Garden of Eden, how beautiful it was. God is asking. Before they committed sin. Yeah, before they committed sin, how beautiful it was. तर पाप आइसकेपछि त्यही सुन्दर बगैँचा पनि कति नराम्रो भयो। So after the sin came in their life, how that beautiful Eden garden became awkward or awful. अब सबजना मलाई हेर्नुहोस्, गार्डनमा जब आदम र हवाले पाप गरेका थिएनन्, गार्डन सुन्दर थियो। So before Adam and Eve committed the sin, the Eden of garden was very beautiful. तर पाप गर्ने बित्तिकै तपाईले एउटा नक्सा पाउनुहुन्छ त्यहाँ। So the moment they How's the food? Perfect. What's it? कस्तो छ खाना? ठिकै छ? ओइ खाना कस्तो छ? गुड भन्नु। हेर्नु न, गुड भन्नु। गुड भन्नु। Good. Devin, how's the food? Hey DJ, how's the food? How's the food? यसो ए पर्दैन म तपाईँको दाजुले खाइरहनु भएको छ है। दाजु तिमोथी चिन्तामणिको बेना हेमन प्रेरणाको बाहिर मजाले बसेर इन्जोय गरिरहनु भएको छ खानापिनाहरू। दाइ मजाले समय दाइ मजाले थ्याङ्क यू सो मच फर कमिङ। ल है यस्तो छ है दुःख सुख। ल है खानापिना भइरहेको छ है अहिले। के माग्दैछु भन्दैछ? बाहिर सेवातिर घाम तापिरहनु भएको छ। दाजु तिमोथी ए दाजु लानु दाजु ल थ्याङ्क यू सो मच दाजु। ए थ्याङ्क यू सो मच दाजु। हजुर
myself to reach them.